वेलकम गाइज वेलकम टु माई भिडियो। अनि आज चाहिँ स्पेसल केही छैन, किन भन्दा मसँग एकदम राम्रो खालको कला भएको एकजना मैले साथी भेटिसकेको छु। उहाँ कला भएको साथी चाहिँ हाम्रो साथमा हुनुहुन्छ। नाम भनिदिनु त ल तिमीले। मेरो नाम चाहिँ विकास भयो होइन। म चाहिँ 2 गते आएको काठमाडौँबाट होइन। अब फेरि हामी आज बेमा थियौँ होइन। मैले चाहिँ फाइनल्ली उहाँलाई भेटाइसकेँ। ल इन्ट्रोडक्सन दिनु त आफ्नो। मेरो नाम चाहिँ विकास भयो होइन। हजुर म चाहिँ काठमाडौँबाट आएको। हजुर 5 गते 6 गते काठमाडौँ फेरि जानुपर्छ। हजुर यहाँबाट मलाई फोकस आएकै छ क्या। हजुर ड्युटीबाट कहिले आउने भनेर गरिरहेको छ न। हजुर हल्का पनि गर्नु पर्यो। अनि मलाई हिजो फोन आएको थियो। अनि हजुर काम चाहिँ के हो विशेष रूपमा? काम भनेको चाहिँ अब यस्तो हजुर खाना पकाउने हो, लगेर हजुर वेटरलाई दिने हो। अनि म्यानेजर होइन त हजुर? यो मान्छेले कतिको खाना कतिको बनाउँछन् भने यसो हेर्ने कि हामी त्यसलाई कुर्सीमा सेफ हो। सेफ हो। हजुर ठिकै छ, भन्नुहोस्। काठमाडौँ कुन ठाउँ बस्नुहुन्छ? काठमाडौँ बाबा चोकबाट अलिकति माथि एउटा के भन्छ लक्ष्मीनारायण मन्दिरबाट अलिकति माथि। अनि आज तपाईँ बेमा आउनुभयो नि त? बेमा त आयो, तर खासै बेको जस्तो हुने त मलाई राम्रो लागेन क्या। यो पन्चेमा त खासै राम्रो बजाएन क्या। तपाईँले बजाउनु आउँछ त हल्का फुल्का? मलाई त यस्तो चाहिँ आउँदैन होइन भाइ। हजुर दोरी चाहिँ हल्का फुल्का एउटा गीत सुनाइदिनु नि त दाजुभाइ। घर आगन अनि साथी भाइ ए यो दोरी हो? दोरी होइन त यो? सबै होइन। हजुर के होला त खासै मलाई आउँदैन। ल एउटा घर आएर हान्थ्यौँ त। घर आगन अनि साथी भाइ दर्शन नमस्तेलाई सबैलाई। हजुर सुख दुःख दिदी यस्तै रहेछ। को आफ्नो विदेशमा को पढाइ, ठुला सहर यहाँ बेग्लै सोचाइ, आइपुगेमा पनि के गर्नलाई, सबैलाई सम्झन मनबाट नै। त्यति हो। अरू अरू कलाहरू के छ कि तपाईँसँग प्रतिभाहरू? मेरो चाहिँ फ्युचरमा होइन यो गर्ने विचार छ क्या। के फिल्ममा फिल्म खेल्ने होइन त? अब जसले जो एउटा के हान्न सकिन्छ त डाइलग साइलग? अब के भन्ने साथीको सलाम दुश्मनेको आयो फर्म एउटा अलिक एक्सनमा आएर दिउँ नि त। हे गर्दै नि है साथीहरूले राजु सलाम दिउँछ दुश्मनलाई आयो सलाम भन्थ्यो कि राजु समले त्यस्तो बोल्थ्यो होइन। तपाईँलाई खास सुन्नु, मैले यसो विचार गरेँ होइन। तपाईँलाई चाहिँ म चाहिँ एउटा युट्युबर हो। तपाईँलाई चाहिँ मेरो चाहिँ अलि त्यो फिल्म मेकिङ सम्बन्धी पनि अलिक फोकस छ मेरो होइन। अनि ठुल्ठुलो डिरेक्टरहरू पनि यो भिडियो डाइरेक्टर हजुर डाइरेक्टर ए डाइरेक्टर हो, सरी म मिस्टेक भएको छु। डिरेक्टर होइन रहेछ, डाइरेक्टर रहेछ। ठुल्ठुलो फिल्म बनाउने खालको डाइरेक्टर होइन। हजुर एक्सन भन्छ नि त्यो क्यामेराहरू खिच्यो कि त्यो चाहिँ। हजुर अनि सुन्नु न, अलिकति जाउँ है, भित्र गएर कुरा गरौँ क्या। अनि म चाहिँ एउटा फिल्म मेकिङ सम्बन्धी नि राम्रो ज्ञान भएको व्यक्ति हो होइन। मेरो चाहिँ थुप्रै यस्तो अब डाइरेक्टरहरू भन्छ नि त, डाइरेक्टरहरूदेखि लिएर चाहिँ अब प्रोड्युसर सबै मान्छे अलिक सँग छ यो भिडियो हेर्नुहुन्छ उहाँहरूले होइन। अब यसो उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यो अब यसो भन्ने भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु पर्यो। हजुर दाजुभाइ दिदी बहिनीलाई हजुर कमेन्ट सब्सक्राइब। अब यो देशभरि हेरेकोलाई लाइक कमेन्ट सब्सक्राइब गर्न भन्छु म चाहिँ। हजुर तपाईँ अनि भेलुबाजी चिन्नुहुन्छ त? भेलुबाजेको दोरी राम्रो थियो यार बिचराको। तपाईँ नि भेलुबाजी जतिकै लाग्यो त मलाई त। ए खासै दारीले दारीको चाहिँ दारी अलिक भएन कि मेरो अलिक अगाडि काट्नु पर्ने होइन। अस्ति भन्दा अगाडि नै दारी काटेर आएको। हजुर अनि अहिले त खासै त्यस्तो दारी छैन। उहाँ चाहिँ देखिसक्नु होला, उहाँको कला क्षमता भन्ने धेरै छ। कुनै अब फिल्म मेकिङमा ल्याउन चाहनुहुन्छ भने तपाईँको सपना चाहिँ के हो र एकचोटि फेरि? मेरो सपना भन्छ होइन टक्क फिल्म खेल्ने क्या टक्क। हजुर अब मेरो साथीहरू कुनै छैन कि त्यस्तो गर्ने सपोर्ट गर्नु न त भन्दाखेरि अब त्यो केही गर्दैन क्या। हामीले पढेको तपाईँको कला अथवा क्षमताको चाहिँ त्यो बयान भन होइन त? भन त्यो चाहिँ कुरा चाहिँ आएन त्यो। अब मैले जुन कला तिनीहरूले देखाएँ तिनीहरूले अब भोलि तिनीहरूले बुझेन, कला बुझेन, बुझ्यो भने अब मैले तिनीहरूलाई अप्ठ्यारो पढेर होइन एक दुई आएको दिन चाहियो भने अब मलाई पढेको बेला हेल्प गर्ने ठाउँमा करार उठेको हुन्छ त नि। हुँदैन, त्यो हुँदैन नि। ठिकै छ नि त ब्रो।
अरू भन्नु के छ र होइन अरू त तपाईँको मेन इच्छा भनेको मैले यसो बुझ्दाखेरि तपाईँलाई फिल्ममा खेल्नु पऱ्यो नि त फिल्ममा खेल्नु पर्यो फिल्ममा चाहिँ भिलेनको गर्ने होला कि अब हुन्छ त एक्टर अब हिरो राय समाल तरिकाले दिने होला कि अब त्यस्तो होइन जसले स्मोकिङ गर्छ ड्रग खान्छ त्यसलाई चाहिँ कसरी कानुनमा घुसाने भनेको त्यो कुराहरू बुझ्नु पऱ्यो नि त कानुनमा घुसाउने अहिले नेता पुलिस त पुलिसहरूसित मिलेको हुन्छ अनि के भन्नु त अब हामी भ्रष्टाचार बेसी भयो भ्रष्टाचार बेसी अनि ब्रदर होइन अरू कुरा भनेको त्यस्तै हो अनि अरू के भन्न चाहनुहुन्छ त म तपाईँको लक्ष्य के हो भोलि पर्सिको होइन ठ्याक्क कोहीले मलाई बनियो भन्ने कुरा हो। कोहीले के भन्छ कोहीले डक्टर बल भन्छन् कोहीले पुलिस बल भन्छन् कोहीले चाहिँ अब यो सेफ बल भन्छ अब आफ्नो चाहिँ लक्ष्य भनेको चाहिँ के हो टक्क भाँडा माझ्ने हो भाडा मान्ने होइन ए ल होइन होइन टक्क फिल्म खेल्ने होइन सानैदेखिको अब मेरो मामा चाहिँ अब होइन उता के भन्छ यो इन्द्रेणी थाहा छ नि तपाईँलाई ए इन्द्रेणी हजुर इन्द्रेणीमा हजुर क्यामेराको गर्नु काम हुन्थ्यो क्या क्यामेराम्यान क्यामेराम्यान सबैको मान्छेको नाचेको त्यो मादल सबै क्याप्चर गर्ने होइन सबै मैले बुझेँ अगाडि त के भन्नु मान्छेहरूलाई होइन अब त्यही भन्नु लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु भन्नु कमेन्ट पनि छोड्नु होला है साथीहरू कमेन्ट चाहिँ फेरि खास चाहिँ आउँदैन क्या हजुर मेरोमा उयो नै थोड्छ हौ सब्सक्राइबै थोड्छ क्या हजुर ल अब अर्को पार्ट नि हेर्न चाहनुहुन्छ भने हाम्रो दाजुको च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला होइन अब अर्को पार्टमा चाहिँ दाजुले हामीलाई विभिन्न एक्टिङहरू कमेडियनहरू गरेर देखाउनु हुनेछ हो कि होइन ल धन्यवाद यतिको लागि सुरुमा म बौद्धमा गएँ होइन बौद्धमा 3-4 ठाउँमा बुझ्छ गएँ एकजना 40,000 भन्यो त्यसपछि 20,000 भन्यो अनि एकजना चाहिँ 10,000 भन्यो त्यहाँ 10,000 गएर पहिले चाहिँ आफै काम गर्ने के अब के फर्स्टमा त त्यो भाँडामा नि हुन्छ त सेफरको त भाडामा पहिले चाहिँ पढ्ने क्या त्यो नोट दिएको पढ्ने हो होइन खाना कसरी पकाउने त्यो सिकायो होइन अनि घरमा पनि आफैले गर्ने होइन अनि टक्क गरेर अनि सुरुमा ब्रेकफास्ट बनायो होइन ब्रेकफास्ट मतलब अब हुन्छ नि त त्यहाँ पनि ब्रेकफास्टमा पनि के पाउरोटी ब्रेड अनि जुस हजुर त्यो बनाएको जुस के को होला भन्ने कुरा हुन्छ नि त कोक भन्नु ल कोक ल एउटा आन्सर कोक दिउँ होइन कोक अनि त्यसलाई माझ्ने होइन अनि त्यो माझेर होइन त्यो धुने अनि त्यसलाई फेरि के भन्छ पाउरोटी धुने पाउरोटी होइन के खाना खाइसकेपछि भाँडा त धुनु पऱ्यो होइन धोएर त्यसलाई फेरि के भनेर त्यहाँ भाँडा हाल्ने होइन अनि फेरि त्यो आफू सफा गर्नु पऱ्यो आफ्नो किचनहरू किचन कतिको छ त्यो सफाहरू गर्नु पऱ्यो त्यसै हुँदो रहेछ वर्षमा काम होइन फर्स्टमा काठमाडौँ जाँदा त्यो काम गर्नु हो तपाईँले होइन त अनि पछि त बढ्यो होला नि त आफ्नो पनि बढ्यो तर आफूलाई सुरुमा त गाह्रो भयो के सामान कति हाल्ने यो कति हाल्ने त्यो धेरै गाह्रो हो तपाईँले अनि पहिला जमानामा त राई समाजलाई भेटेको भन्नुहुन्थ्यो त्यो कुरा के हो राधे समाजलाई त भेटेको होइन भाइ मैले त्यो धुर्मुसले चाहिँ भेटेको हो क्या धुर्मुसले चाहिँ भेटेको छ धुर्मुस भनेको मेरो भाषामै तपाईँ त्यहाँ नि खेल्नु भएको थियो कि हो 1-2 रोल खेलेको त भाइ मैले यसो म पनि गिटार म पनि एउटा त युट्युबरै होइन युट्युबरै हो हजुर मेरो पनि युट्युबर खासै सब्सक्राइबै बढ्दैन हजुर त्यहाँ पनि यसो देखाउँ भनेर होइन देखाउँ भने आफ्नो कला अब भनेपछि मेरो भिडियो मार्फत चाहिँ तपाईँले चिन्न मन लाग्यो होइन त त्यो भिडियोलाई चाहिँ अहिले त्यो टिकटकतिर नहालौँ मैले फेरि पछितिर हाल्नुपर्छ अहिले हालौँ न अब चर्चित हुनुहुन्छ होइन अब चर्चित भएपछि अब यस्तो अहिले मान्छेले अहिले हाल्यो भने अहिले हेरिहाल्छ 10-12 जनाले अहिले हेरिहाल्छ क्या त्यो नहेऱ्यो भन्दाखेरि यो बरु काठमाडौँ त्यो अहिले त्यो सेफ्टी गरेँ होइन त्यो सेफ्टी गरेँ मैले त हाल्छ है त हजुर हाल्नु हुँदैन अहिले फेरि कुरा बिग्रिन्छ अहिले हाल्यो भने किन बिग्रिन्छ अहिले फेरि अहिले हामीले 1 मिलियन हेऱ्यो भने कतिजना हेर्छन् 1 मिलियन हेऱ्यो भने त राम्रै हुन्छ त 1 मिलियन होइन क्या अहिले भर्खर हाल्यौँ नि हामीले हजुर 20-25 जनाले हेर्छन् है सुरुमै हेर्छन् लाइक गर्छन् अनि के गएको त यस्तो गर्छन् भन्छ क्या त्यो गरेपछि मलाई बनाउनै मन लाग्ने कि राम्रो छ अब प्रतिभालाई नचिन्ने त उनीहरूको गल्ती होइन तपाईँले राम्रो गरिरहनु भएको छ त अनि अब कोही भन्छन् पढाइ ठुलो हो कोही भन्छन् पढाइ पनि के गर्ने हुन्छ के हो म पनि सोध्न सक्नु भने तपाईँ अहिले कुन कतिमा हो के हो ब्याचलर मैले ब्याचलर सकेर बसेको होइन
अब काठमाडौँ गएको एउटा इङ्ग्लिस टकिङको के इङ्ग्लिस गीतहरू हानिदिउँ त कसलाई भएको मान्छे हो तपाईँ पनि इङ्ग्लिसको त खासै गीत आउँदैन मलाई होइन हजुर इङ्ग्लिसमा चाहिँ तपाईँको गर्लफ्रेन्डको बारेमा एक्सप्लेन गरिदिनु इङ्ग्लिसबाट बट सी इज भेरी ब्युटिफुल सी इज अब के भन्नु क्या उसलाई भन्नु सी इज अलवेज क्लासमा अलवेज टक मी क्या होइन अब जहिले बोल्ने होइन हजुर अनि के भनौँ अब मैले एक दिन होमवर्क गरेको थिएन होइन उसले अब के भन्यो म गरिदिउँ भने किन तिमीले गर्ने अब सोचेको त्यसले मलाई अब गाह्रो पऱ्यो भने यसो सम्झिउ न हामीलाई तिम्रो उयो सब छ भने मलाई के अरे घरको चालै यस्तो हो कि अब आज अब वाइफाई पनि आज छैन भोलि छ पनि छैन त्यही हो वाइफाई पनि हो वाइफ पनि हो वाइफाई र वाइफाईमा के डिफ्रेन्स छ वाइफाई छैन भन नि त ल के डिफ्रेन्स छ वाइफाई र वाइफमा वाइफाई भनेको होइन अब इन्टरनेट भएन त्यसमा अब त्यो 3 महिनाको उयो हुन्छ क्या त्यो 3 महिना रिचार्ज हुन्छ होइन त्यो सकेपछि बुढी पनि त्यो आज छ भोलि छैन छैन भने अब तिम्रो बिहे गर्ने कहिले हो भाइ अहिले त्यो बेच्दै मेरो अहिले खासै इन्ट्रेस्ट छैन होइन त्यो अलि फिल्महरू टक्क गरेपछि फिल्महरू खेल्ने इच्छा छ होइन भनेपछि अब हाम्रो ब्रोको चाहिँ फिल्महरू खेल्ने इच्छा चाहिँ हामीले पुरै गर्नुपर्ने हुन्छ जस्तो लाग्यो होइन त अनि ब्रो अनि फिल्म खेलेपछि हामीलाई मलाई भुल्छ होला खेल्दैन टक्क एउटा कार्ड चाहिँ किन्नु बनाएको थियो मलाई त्यो कार्ड चाहिँ किन्ने चाहिँ कसरी हो होइन अलिक भनेपछि तिमीलाई अब सुपर स्टार होला होइन एक्टर होला अनि त्यसपछि तिमीलाई आवश्यक पर्ने कुराहरू चाहिँ के गर्दा अब क्यामेरा किन्नु पऱ्यो होइन हजुर त्यो यस्तो एक्सन गर्ने किन्नु पर्यो कस्तो गर्ने एक्सन यस्तो हुन्छ एक्सन कट अनि त्यो क्यामेरा किन्नु पर्यो यस्तो अगाडि सिधा आउँछ फेरि त्यसले तातो सुया हो यस्तो गर्ने कि सब कुरा चाहियो होइन चाहियो अनि मेसमा त मलाई फ्यान पनि चाहियो 2 जना बढेका नि चाहियो अब गाई ढोका त आफैले खोल्न मिलेन हिरो अरू खोल्नु अब भुवन केसलाई पनि त्यस्तो त गएको नि त्यो हेलिकप्टरमा आएको थिएन टक्क भुवन केस यस्तो गरेर आउँछ त्यस्तो गरेर आउँछ होइन अनि टक्क यस्तो गरेर आउँछ ढोका टक्क खेलिदिँदैन दुईवटा एउटा हातमा गोली हुँदैन अर्को हातमा डन्डी हुँदैन यसरी आउँछ क्या यसरी आउँछ क्या त्यो भनेपछि तिम्रो कुरा त्यस्तो रह्यो होइन त हजुर ल ब्रदर होइन अब तिम्रो मेरो भन्ने चाहिँ अब तिम्रो अब के अरे फिल्म खेल्ने इच्छा चाहिँ साह्रै पुरा होस् भन्न चाहन्छु भर्खरको यङ एजको ब्रदर हाम्रो 17-18 वर्षको होइन भर्खरकै त हो नि होइन भर्खरकोले हो हेर्दा अलिक सुडो देखिन्छ खर्कै छैन चस्मा ग्लास लगाउँदा दामी देखिन्छ हिरो भएपछि भनेपछि चस्मा छोडिदिने चस्मा छोड्ने होइन यस्तो प्यान्ट लगाइदिनु कस्तो जुत्ता चाहिँ ब्रान्डेडै लगाउने होला है खतरा जुत्ता त ब्रान्डेड लगाउनुपर्छ एउटा सिनेमाटिक नै हान्दिउँ ल दामी ल दामी ल फोटो बब्बाला है ल